हेलो वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज बिहानै उठेर मेरो चाहिँ दैनिकी कामहरू चाहिँ गर्न थालेँ र यतिकैमा चाहिँ मेरो सानो छोरी उठेर चाहिँ पानी पिउँदै गीत गाउँदै छिन्। त्यस पछाडि चाहिँ मैले खाना बनाउन थालेँ, तर मैले चाहिँ खाना खाएको चाहिँ भिडियो नै खिच्नै बिर्सेछु। अनि खाना खाएर भाँडा धोएर चाहिँ म रुममा जाँदा त छोरीले लुगा पटाएर बसिरहेको छन्। त्यस पछाडि चाहिँ घाम लागेको थिएन अनि घाँस काट्छु भनेर चाहिँ मैले घाँस काट्न थालेँ। लगभग एक टोका घाँस काटेर चाहिँ म फेरि रुमतिर लागेँ। रुममा जाँदा चाहिँ मेरो रुम लास्ट भद्रो गएको थियो। त्यसरी चाहिँ सफा गर्न थालेँ। अनि सफा गर्दा गर्दा अल्छी लागेर चाहिँ मैले चाहिँ माडा झिकेर खाएँ। अनि आमाहरूलाई चाहिँ चिया पकाएर चाहिँ दिएर आफू चाहिँ फेरि रुममा बसेर चाहिँ चिया खान थालेँ र छोरीले पनि दुध खान थालिन्। छोरीले चाहिँ दुध खान एकदम धेरै नाटक गर्छिन् कि। अनि यतिकैमा चाहिँ आमा आउनुभयो। अनि छोरी चाहिँ खुसी हुँदै मामासँग बसिरहेको छिन्। अनि सबैजना मिलेर चाहिँ गफ गर्न थाल्यौँ। अनि म चाहिँ मासु लिनको लागि पसलतिर लागेँ। अनि पसल चाहिँ हाम्रो घरदेखि चाहिँ खासै टाढा छैन कि, 2-3 मिनट नजिक, 2-3 मिनट लाग्छ पसलमा जान। अनि दाइले चाहिँ मैले मासु काट्दिनँ न भनेको चाहिँ उहाँले मासु काट्दिनु लाग्नुभयो। उहाँको छोरीले चाहिँ मैले पढाउँछु नि त, अनि बाहिर आएँ म्याम भन्दै। अनि उनलाई चाहिँ के खान्छौ भनेर चाहिँ चक्लेट भनेर मैले चाहिँ चक्लेट राजमा दिएर चाहिँ फेरि घरतिर फर्केर चाहिँ खाना बनाउन सुरु गरेँ। मैले चाहिँ घिउ हालेको भात अनि मासु र अचार बनाउनु भनेर चाहिँ दिदीले र मैले सल्लाह गरिसकेको थियौँ। दिदी चाहिँ अचार बनाउनमा व्यस्त हुनुहुन्थ्यो। अनि मैले चाहिँ घिउ हालेको भात बनाएर चाहिँ मासु पकाउनको लागि चाहिँ आगो फुक्दै थिएँ। अनि आगो फुकेर चाहिँ अनि खानासाना खाएको चाहिँ भिडियो खिच्न बिर्सेछु। खाना खाएर भाँडा धोएर चाहिँ हामी सबैजना आफ्नो आफ्नो रुमतिर लाग्यौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।